नमस्ते दर्शकबिन। आज हामी आफ्नो गाउँमा जहाँ अहिले पनि चुल्हा जुन हाम्रो चुल्हो भन्छौँ माटोको चुल्होमा यो जलावन जुन हामी जर्ना भन्छौँ जुन दाउरा भन्छौँ दाउरामा अहिले पनि गाउँमा खाना बनाउने चलन छ र यो तपाईले हेर्नु भएको छ र जुन चुल्हा त्यो माटोको छ अनि माटोमा यसमा हामीले तरुवा जुन हामी तरुवा जहिले पनि तारेर है त्यो तारेर बनाउने गरिन्छ। त्यो तपाईले हेर्नु भएको छ है त्यो तरुवा बनिरहेछ। तरुवालाई अलिकति पहिला तेल बढी कम हाल्थे तर अहिले मोडर्न के हो भने तेल बढी हालेर मोटो पेन यो मोटो कराई भन्छ है हामी कराईमा बनाउने गर्छौँ। अनि यसमा जुन हाम्रो स्लो फ्लेममा दाउराको चुल्हा माटोमा हामीले खाना बनाउने गरिन्छौँ। अहिले पनि गाउँमा ग्यास भनेको चिज यहाँ पनि छैन तर पनि जुन हाम्रो स्वाद र टेस्ट जुन राम्रो हुन्छ त्यसलाई तपाईँ अहिले हेर्दै हुनुहुन्छ। अब यो तरुवा करिब करिब यो फाइनल स्टेजमा छ है। त्यसलाई यो आलुको तरुवा हो। यसलाई यो थोरै तेल हालेर हामीले यसलाई बनाउने गर्छौँ। हाम्रो जब घरमा हाम्रो पाहुनाहरू आउँदा यो खाने प्रक्रिया छ। आज हामी पाहुनाको रूपमा हामी आफै परिरहेछौँ है। आज लोकल खाना पनि हामी चाख्ने हेर्नु भएको छ। करिब करिब यो तरुवा फाइनल स्टेजमा छ भइसकेछ। अहिले अब यो तरुवा करिब करिब भइसकेछ। अलि हामीले हेरिरहेछौँ स्लो फ्लेममा अलिकति तेल हालेर यो अहिले बनाउने चलन हाम्रो परम्परा भनेपछि हाम्रो जुन यहाँ मिथिलाको कल्चर भनेपछि त्यो हो केराको तरुवा। केराको तरुवा हामीले काँचो केराको तरुवा यो हो। र यो हाम्रो गाउँमा गएर रिसर्च गर्ने क्रममा हामीले हरेक थरीको खानाहरू अहिले चाख्ने गरिरहेछौँ र बनाउँछौँ गाउँको मान्छेहरू। हामी त्यहाँ गएर सानो रिसर्च पनि हुन्छ र हाम्रो टेस्ट पनि हुन्छ। हरेक ठाउँमा आफ्नो आफ्नो तरिकाले आफ्नो आफ्नो रेसिपीले बनाउने गरिन्छ। तर ट्रेडिसनल भनेको त्यही हो। तर अथेन्टिक र ट्रेडिसनल भनेको एउटै तरिकाले हुन्छ तर अलिकति रेसिपी बनाउने तरिका हरेक ठाउँमा फरक भए पनि टेस्ट भनेको हामीले उही त्यही पाउने गरिरहेछौँ।